साथीहरू, आज म तपाईँहरूको माझमा जीवन र आशाको कुरा म एउटा कविताको भावमा म राख्न चाहन्छु। त्यो यसरी भन्छ कि जीवन र आशा, जब बाटो अँध्यारो लाग्छ, प्रभु तिमी उज्यालो बनिदिन्छौ। जब म थाकेर रोइरहन्छ, तिमी नै मेरो शक्ति बनिदिन्छौ। क्रुसले सिकायो प्रेम कस्तो हुन्छ, त्यागमय जीवन फुल्छ भने ढलेको आत्मालाई उठाउने येशू तिमी आशाको ध्वनि। आँसु देखेर टाढा नबस्ने प्रभु, मेरो पीडा तिमीले बोक्यो। मरेको आशामा जीवन भर्ने पुनरुत्थानको बाटो देखायो। आज म कमजोर भए पनि तिम्रो अनुग्रह काफी छ। जीवन जति कठिन भए पनि येशूमा जित पक्का छ। येशूमा जित पक्का छ।